सम्पूर्ण साथीहरू, यस्तै आजको हाम्रो यात्राको क्रममा प्रत्यक्ष अनि अप्रत्यक्ष रूपमा जोडिनु हुने सम्पूर्ण मित्रहरूलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। आजको हाम्रो यात्रा बुढानीकण्ठ काठमाडौँदेखि मकवानपुर जिल्लाको भीमभिटी गाउँपालिका वडा नम्बर 8 स्थित लटरम्बेश्वर महादेवको मन्दिरसम्मको यात्रा रहेको छ। ललितपुर जिल्लाको टिका भैरव तिनपाने हुँदै हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। अहिले हामी लटरम्बेश्वरको लागि जाने तयारी। अहिले हामी तिनपानेमा छौँ। तिनपानेमा चिया नास्ता गर्ने समय चिया हामी गाडी रोकेका छौँ। ललितपुर र मकवानपुर जिल्लाको सिमानामा रहेको यस तिनपाने भन्ने स्थानमा आइपुग्दा हामीले मौसम पुरै परिवर्तन भएको पायौँ। डाँडाहरू हुस्सुले पुरै ढाकेका रहेछन्। के छ खबर? चिया नास्तापछि पुनः हाम्रो यात्रालाई हामी अगाडि बढाउँदैछौँ। तर बाटो पनि निकै खराब र कतै कतै त डरलाग्दो भिड पनि रहेछ। हाम्रो यात्रालाई रमाइलो अनि थप रोमाञ्चक बनाउनको लागि साथीहरू गीत बजाउँदै आनन्द लिन थालिसकेका छन्। करिब 3 घण्टा लामो गाडीको यात्रा पश्चात अब हामी हिँडेरै हाम्रो गन्तव्यतिर लाग्दैछौँ। हाम्रो यात्रा केही कठिन तर अति नै रोमाञ्चकपूर्ण रहेको छ। ठाडो गोरेटो बाटो अनि बग्रेलती छरिएका चुच्चा चुच्चा ढुङ्गाले यात्रा अझै कठिन बनाएको छ। चर्को घाम अनि जति जति हामी उकालो लाग्छौँ त्यति नै हामी थकान महसुस गरिरहेका छौँ। जता हेऱ्यो पहाड, जता हेऱ्यो खोज, यस्तै छ विकट अवस्था नेपालको। के गर्नु, विकास गरेन मात्रै भनेर कति गाली गर्नु नेताहरूलाई। यो सत्य हो कि नेपालको तराईको सम्म भूभाग बाहेक बाँकी पहाड र हिमालको भूगोल र भौगोलिक अवस्था निकै कठिन रहेको छ। हामी यो मध्य गर्मीमा मध्य 11 बज्यो। 11 बजेको मध्य घाममा हिँड्नलाई अलि गाह्रो भइरहेछ हामीलाई। एकैछिन हामी यहाँ रुखको शीतल छारीमा ओत लागेर बस्दैछौँ। तल देखिरहनु भएको जुन यो रातो ट्रसले बनेका जुन बिल्डिङ भनौँ अथवा टराहरू भनौँ, यो चाहिँ अहिले यो फास्ट ट्र्याक होइन, फास्ट ट्र्याक निर्माणको लागि निजगढ पुग्ने फास्ट ट्र्याक निर्माणको लागि यो सामानहरू राखेको अवस्था रहेछ त्यहाँ। र त्यहाँ सुरुङहरू पनि निर्माण भइरहेको र केही पुलहरू पनि निर्माण भइरहेको अवस्था छ अहिले। हामी आशा राखौँ यो फास्ट ट्र्याक छिटोभन्दा छिटो निर्माण सम्पन्न होस्। ललितपुर जिल्लाको खोकनादेखि निजगढसम्मको यो सुरुङ मार्गसहितको फास्ट ट्र्याक निर्माण भएको देख्दा हामी निकै आशावादी पनि भएका छौँ। सबै टाँसेको नि हामी देखिरहेका छौँ यो अग्लो पहाड। यो पहाडको माथि चुचुरोमा हामीलाई पुग्नु छ। अहिलेसम्मको हाम्रो यात्राको दौरानमा कस्तो अनुभव भएछ साथीहरूलाई म सानो जानकारी लिन चाहन्छु।
एकदम रमाइलो भाइ कस्तो भइरहेछ यात्रा यात्रा एकदम रमाइलो भएको छ 60 रुपैयाँ लिन्छ रे पनि हामी अवश्य पुगौँला बिस्तारै हिँडेर त्यही हो अनि तपाईँले चाहिँ कस्तो भइरहेछ बिचरा जिन्स लाएर आउनु भएको छ उहाँ त म त अब यस्तो थाहा थिएन हैन फर्स्ट टाइम पर्यो त्यसले गर्दा अलिकति गाह्रै भयो गाह्रो भयो ठिक छ ठिकै छ हामी आराम गर्दै 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 बिस्तारै आराम गर्दै जाउँला अवश्य पुगिन्छ यो के भने अब हाम्रो एउटा उमेर पनि हाम्रो एउटा उमेर म्याचुरिटी उमेर होइन हजुर साथीभाइलाई छोडिदिएर सुइसु हिँड्ने कुरो होइन सक्यो भन्दामा आफू मात्रै हिँड्ने साथीहरूलाई छोड्नु चाहिँ हुँदैन बोल्न पनि गाह्रो पसिनाले सबै नेतृक्क भएका छौँ हामी ठाडो कालो छ यो हामीलाई काठमाडौँको शिवपुरी उक्लेको जस्तो अनुभव भइरहेको छ शिवपुरी त अहिले भर्याङले गर्दाखेरि हिँड्नलाई सहज छ यो चाहिँ अलिक ठाडो छ ठाडो कालो नन स्टप करिब 1 घन्टाको पैदल यात्रापछि अहिले हामी बाटोमै पर्ने यो होटेलमा चिसो पिउँदै आराम गरिरहेका छौँ यस स्थानसम्म मोटरसाइकल पनि ल्याउन सकिँदो रहेछ हिउँदयाममा यहाँसम्म 4 व्हिल गाडी पनि आउँछ भनेर हामीलाई यहाँको पसले दाजुले जानकारी दिनुभएको छ एकैछिनको विश्रामपछि पुनः हामी हाम्रो यात्रामा लाग्दैछौँ अब करिब 1.5 घन्टामा हामी मन्दिरमा पुग्छौँ भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ ल कहाँ हराएर तिमी मुला ल ल अनुभव सुनाऊ त के छ कस्तो छ ओहो धेरै रमाइलो है हाम्रो शम्भु कता हो कता यार केही साथीहरू अलि माथि पुगिसकेका छन् भने हामी केही साथीहरू बिस्तारै बिस्तारै भए पनि उकालो लागिरहेका छौँ तर पनि हामीले हाम्रो यात्रालाई निरन्तरता पनि दिइ नै राखेका छौँ लाजुकुमा आइज ल अनुभव सुना त कस्तो भइरहेछ कस्तो लागिरहेछ हामीले 1 घन्टाको उकालो होला भन्ठानेको ल आइज 2.5 घन्टाको ठाडो उकालो पश्चात अहिले हामी करिब मन्दिरको नजिक आइपुगिसकेका छौँ यो हेर्दा भन्ज्याङ जस्तो सम्म मैदान परेको ठाउँ रहेछ हामी अब यहाँबाट 20 मिनटमा सजिलै पुग्न सक्छौँ भन्ने हामीलाई यहाँको स्थानीय दाजुहरूले जानकारी गराउनुभएको छ ल प्रकाश सर के छ अनुभव सुनाउनु त मेरो अनुभव के छ आजको अनुभव एकदम रमाइलो भयो हैन यात्रा उकालो ओह्रालो गाह्रो थकाइ पनि लाग्यो हैन है खाना नि हामीले भनिरहेका छौँ खाना पनि भनिरहेछ के भयो चामलको त हो चामलको खाइदिने बर्बाद भयो ल पुरा हुसु लागेको अवस्था एकदम यो कति लगभग 3000 मिटरको हाइटमा आयो होला हामी आयो होला दाइ के साल खबर क्या तपाईँले यस्तो हिँड्ने आमा खै त हामीले भेटेनौँ त होइन हामी त बिस्तारै बिस्तारै होइन त्यस्तो गाह्रो त होइन जस के छ तपाईँको यात्राको यस्तो होइन अनुभव सुनाउनु त ल सुनेको ठाउँमा यसो जानुपर्ने भनेर चाहिँ आएका है आनन्द छ नि होइन रोमाञ्चक छ ल ठिक छ ल आज हामी करिब 11-12-13 जनाको ग्रुप चाहिँ हामी बुढानी कण्ठबाट हामी यो भीमफेदी वडा नम्बर गाउँपालिका वडा नम्बर 8 मा रहेको श्री लटाराम्बेश्वर महादेवको मन्दिरमा दर्शनको लागि आएका छौँ यस स्थानमा हामी सबै साथीहरूसँगै भेट गरी पुनः हामी यात्राको लागि अगाडि बढ्दैछौँ पुरा भिड हामी आएको पर निलो जस्ता भएको त्यही बाटो भएर आएको तर टाढो घुमेर आयौँ तर एकदमै ठाडो बाँदर लड्ने भिड रहेछ एकदमै होसियारीपूर्वक हिँड्नुपर्ने छ यहाँ ठाडै भिड अरू भन्दा मोबाइल झर्ला है याद गर्नु मोबाइल झऱ्यो भने चाहिँ माया मारे हुन्छ फेरि ओहो पुरा हुसु लागिरहेको छ ल
भगवानको कृपाले यो ठाउँमा आइपुग्यौँ। ठाडो भिर पुरा हुसुला केही देखिँदैन। तल खोजमा जानुपर्ने छ। अब हामी ठाडो भिर छ, एकदमै होसियारीपूर्वक जानुपर्ने छ। तर हामी दर्शनार्थीको लागि भनेर यो पुरै साइडमा चाहिँ फलामको बार लगाइदिनु भएको रहेछ। यो चाहिँ हामीहरू लागि ठुलो सौभाग्यको कुरा पनि हो। ठाडो भिर हामी बिस्तारो बिस्तारो साथीहरूलाई बिस्तारो है बिस्तारो यहाँबाट हामी अब मोबाइल धेरै नखिचौँ अब यहाँबाट एकदमै भिड छ। अब मोबाइल बन्द गरेर हिँडौँ हामी। बाटो निकै अप्ठ्यारो, भिरालो अनि साँघुरो रहेकोले हामी यहाँ निकै सावधानीपूर्वक अगाडि बढ्दैछौँ। यस स्थानमा आइसकेपछि हाम्रो मन केही आत्तिएको जस्तो अनुभूति भइरहेको छ। अन्ततः 3 घण्टाको निरन्तर पैदल यात्रापछि हामी लटरम्बेश्वर महादेवको मन्दिरमा आइपुग्न सफल भयौँ। कुनै ठुलो युद्ध जिते जस्तो अनुभव हामीलाई भइरहेको छ। मन्दिरमा आइपुगेपछि यहाँबाट देखिने सुन्दर अनि अलौकिक दृश्यहरूले हाम्रो मन निकै शान्त अनि प्रफुल्लित भएको छ। यहाँ आएर दर्शन गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ। लटरम्बेश्वर महादेवको मन्दिरदेखि करिब 20 मिटर माथि सतीदेवीको मन्दिर रहेको छ। दायाँ बायाँ भिरालो अनि बिचमा सम्म र केही अग्लो परेको यस स्थानमा आइपुग्दा जो कोहीलाई पनि स्वर्गैमा आएको अनुभूति हुने गर्दछ। अहिले हुस्सुले पुरै ढाकेको अवस्था भए पनि मौसम खुल्दा यहाँबाट देखिने सुन्दर दृश्यहरूले जो कोहीलाई मोहित तुल्याउनेछ। आउनुहोस् यस पवित्र धार्मिक स्थल लटरम्बेश्वर महादेवको भ्रमण गरी आन्तरिक पर्यटनको विकासमा हातेमालो गर्दै पुण्य प्राप्त गरौँ। देवी माता की जय, 33 कोटी देवता की